नानी दिदी खोइ त दिदी पसल जानु भएको छ एकछिन बस्नु न आहा तिमी त कति राम्री हो म त्यस्तै राम्रो छु र राम्रो छेउ नि मलाई त दिदी भन्दा राम्रो लाग्छ तिमी कति वर्षको भाइ म 20 वर्षको भए ए हो र मलाई त 20 वर्ष जस्तो त लाग्दैन ए हो र म 20 वर्ष नै हो के ठिक छ तिम्रो बोयफ्रेन्ड छ कि छैन थियो ब्रेकअप भइसक्यो मलाई एउटा खोजिदिनु न ए भनेपछि म जतिको भए हुन्छ भइहाल्छ नि किन नहुनु के पार हो तेरो उता जा डारेको थिएँ बहिनीलाई त्यसो गर्न नहुने तिमीले चुप लाग त्यसको बानी व्यवहार पनि गतिलो हुन पर्यो नि ए तिमी पनि भन तातो खान्छौ कि चिसो खान्छौ केही पनि लिन्न तिमीलाई भेट्न मात्रै आएको भेट्न मात्रै आएको भए त उतैबाट गा भइहाल्छ ए तिमी नि कति रिसाएको नरिसाउ न अङ्गालसँग नमार हिँड भित्र बरु पख न त्यसको बोयफ्रेन्डलाई कसरी पट्टाउनु पर्छ मैले जानेको छु दिदी म पर पुगेर आउँछु है जानु पर्दैन खाना खानु पर्छ म खाना खान्न एकछिन म बाहिर गएर आउँछु किन जानु पर्यो पर खुरुका इन्हानलाई भने त मलाई भोक लागेको छैन म पसलसम्म पुगेर आउँछु अनि खान्छु छिटो गएर आइज घरमा धेरै काम छ जान त के हेरिरहेको छिटो गएर आइज हेलो हेलो मलाई चिन्नु भयो मैले चिनेन म तपाईँको अभागी साडी कस्तो नचिन्नु भएको ए चिने भन त हामी भेटौँ न कहाँ पुग्नु भयो म यही जङ्गलको छेउको बाटोमा छु पख्नु म आउँदैछु ओके ल ल छिटो खोजै आज पनि म झनी भए यो केटी पनि एकछिनमा गएर आउँछु भने कि यतिखेरसम्म आएको छैन जहाँ गयो त्यहीँ हराउँछ हराउनु पर्दैन मलाई पनि दिदी जस्तै तिम्रो दिदीले देख्यो भने के हुन्छ के हुँदैन म भन्दिनँ कसो थाहा पाउँछ त अनि त्यसले उसो भए के गराउँछ तपाईँलाई जे गर्नु आज त्यही गर्नु मलाई त तिम्रो गाला टोक्ने मन छ आज त गाला मात्रै टोक्यो भोलि त अर्कै टोक्ने हो बोका बेला बेलामा अब हामी यसै गरी भेट्नुपर्छ तर यो कुरा दिदीलाई नभन नि
कसम भन्दिन हौ। अनि मेरो नम्बर चाहिँ तिमीले कसरी पाए? सिम्पल, दिदीको मोबाइलबाट नि। गुड नक्काली। जाउँ अब